गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले तीनटा हिँडिरहेको छौँ इलेक्ट्रिक बाइकमा हामी चाहिँ तीनजना हिँडिरहेको होइन बुटोलको बजारमा हो है गाइस त्यही पनि बाटो घाटो बिरालाले है गाइस हाम्रो इलेक्ट्रिक हाम्रो चाहिँ अगाडि उसमा बसेर चलाउनु मासु दाइले उम्मिने ठाउँमा हामी चाहिँ साइडमा छौँ अझै किन भएको दुईजना यहाँ अटिन्छ है गाइस ल हरिया काँक्रा गरम मकैबारी गरम गिन्ता हाम्रो स्कुटीमा ब्रेक पनि लाग्दैन है त्यति ब्रेक लाग्दैन अब चाहिँ होइन अब यहाँ अँधेरो भयो म अफ गरेँ है त भन्दिनँ हामी चाहिँ अहिले गोल पार्क जाँदैछौँ हेर्न सक्नुहुन्छ गाइजहरू ल है हरियो काँक्रो गरम मकैबारी गरम गाइज अहिले चाहिँ हामी गोलपारामा चाहिँ चटपटे पानीपुरी चिया खाएर चाहिँ हामी अब निस्किन थाल्यौँ है हाम्रो चाहिँ यो इलेक्ट्रिक गाडी देख्न सक्नुहुन्छ हामी यसैमा चाहिँ तीनजना भएर जान्छौँ होइन देख्न सक्नुहुन्छ गाइज हामी चाहिँ अब लाग्छ है त होइन यो भइस त राखिन्न त्यस पछाडि के तुत्तु तालिदिन्छ मैले के भने उनकी नजिककी साथी हुन् हामीसित नाम नलाउँदाखेरि गाइज हामी अब हामी यसमा चढ्छौँ अब हामी चाहिँ यसमा चढ्छौँ को यहाँ चाहिँ म बस्छु यति ठाउँ छ गाइज यति ठाउँमा चाहिँ म बस्छु साथीको गर्लफ्रेन्ड भन्थ्यो को साथीको मलाई यार केटाहरूकी गर्लफ्रेन्ड भन्थ्यो अहिले राख्छु भने मेरो भिडियो क्यामेराम्यान हुँ कि म त्यही भएर अलिक समस्या आयो मलाईसम्म नताने नि गाइज हामी गोलपाराबाट हिँड्यौँ टिटिन्टा भएर हामी चाहिँ भिडियो बनाउनको लागि टिटिन्टा बसेको होइन हाम्रो इलेक्ट्रिकले तान्छ है टिटिन्जना नि चाचा बनाउने क्यामेराम्यान जल्दी फोकस गरो क्यामेराम्यान जल्दी फोकस गाइड देख्न सक्नुहुन्छ हामी गोलपाराबाट हिँडेर हामी मेन रोडमा आइपुग्न थालेका छौँ हिँडेर होइन है गाइज हामी इलेक्ट्रिक स्कुटीमा बसेर इलेक्ट्रिकको तर हिँडे सर छ तर गाइज एउटा कुरा चाहिँ गोप्य राख्नु होला कोही मामाले यो भिडियो देख्नुभयो भने चाहिँ दर्शन गरिदिनु होला हामी चाहिँ यस्तो भिडियो बनाउनको लागि मात्र यति गरेका हौँ मैले सुझाव दिन चाहन्छु पेट्रोलवाला जस्तो छोप्न मिल्दैन हामीलाई हामीलाई क्या इलेक्ट्रिक हामीसित तिनटैसित लाइसेन्स छन् ओरिजिनल हामी त्यस्ता डुप्लिकेट बोक्ने पनि होइनौँ हामी चाहिँ अब यहाँबाट घुम्छौँ होइन अझ दूर यस्तो पौटाइन होस् मान्छे त यार हामी गोलपाराबाट लाग्यो यस्तो यो खोल्सा खाल्छ घचा घुचुक नपार्नु समस्या गाइज अब बाटो त्यस्तै छ नेपालको ल हामी चाहिँ अहिले अब हामी चाहिँ यो अहिले बिएमसीको अगाडि आइपुग्यौँ है गाइज ल देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ गौतम बुद्ध हाम्रा चाहिँ नानीहरू चाहिँ हिँडेर सम्माहरू भिडियो जुम गरी भिडियो देख्न सक्नुहुन्छ फोटोका राम्रा राम्रा नानीहरू यही पाइन्छन् मकैबारी दरम गाइज हाम्रो यो अगाडिको टडकमा देख्न सक्नुहुन्छ के लिएर गयो त तपाईँ कमेन्ट गरिदिनु होला ल कतिको ठाउँमा सक्नुहुन्छ भन्दा भन्दै धुलो उडाइदियो टडकले हामी चाहिँ यो चाहिँ अहिले चाहिँ हामी अब यहाँ लक्ष्मीनगर भन्ने यो गेटमा आइपुगेका छौँ होइन
मेडिकल व्यवसायलाई भेट्न मेडिकल व्यवसाय दुर्गा प्रसाईले भेट्न आइरहेका छौँ। त्यही भएर नदेखि किन हिँड्न बुढा ल्याब टेक्निसियनलाई भेट्न जान्छौँ हामी अब। यहाँमा हुनुहुन्छ, यहाँ चाहिँ दिदी हुनुहुन्छ, यहाँ चाहिँ हामी छौँ। तर मेरो टाउको माथि छ। तर क्यामेरा माथि छ। गाई यो बुटलको धुलाले चाहिँ गर्नु गरेको छ होइन। यहाँ चाहिँ हाम्रो सोल्टी बसिरहनु भएको छ होइन। मलाई थोरै भएछ अनि यो चाहिँ हामी आदर्श नगरको गेटमा आइपुगिसकेका छौँ। अब यहाँ पनि एकदम रमाइलो हुन्छ। यहाँ पनि चटपटेको यस्तो एकदम रमाइलो हुन्छ। यहाँ पनि राम्रो राम्रो नानीहरूले देख्न सक्नुहुन्छ गाइजहरू। मलाई पर रोक्नै पसल थियौँ ट्राफिक चौकसम्मको यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यिनलाई चाहिँ पसलमा रोक्ने अरे परे उही पसलमा क्या हाम्रो चाहिँ अब चाहिँ हामी ठ्याक्कै तपाईँलाई जुनसुकै ल्यापटप पनि चाहिएको छ भने हाम्रो ट्राफिक चोकमा रहेको पसलमा आउन सक्नुहुन्छ। हामी चाहिँ ठ्याक्कै पसलतिर आइसकेका छौँ। यहाँ चाहिँ लाइट भएको कारणले हामी